न त धनको घमण्ड गर न त शक्ति देखाऊ, शिक्षा र संस्कारको बाटोमा योगको दीप बालौ, भिडमा आएर सम्झिँदै भित्रको शान्ति खोजौ, शिक्षा र संस्कारमा योगले अर्थ दिइरहन्छ, त्यसलाई नै रोजौ। धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, आदरणीय यस सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र अन्य अतिथिगणहरू, मुखार बिन्दुबाट उच्चरित शब्दवाणी निष्पक्ष कापी र कलम डकका राजुमा जोड्ने भूमिका निभाउनु भएको निर्णायक मण्डलज्यू, हामी जस्ता कोपिलालाई फुलाउन र फलाउन बस्नुभएका गुरुवर्गहरू तथा विजयको अभिलाषमा मनाउनुभएका मेरा प्रतिस्पर्धी साथीहरू, अन्य साथीहरूमा म प्राइड एन्ड सेकेन्डरी स्कुलको कक्षा 8 मा अध्ययनरत छात्र सौरभ बेलको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। 2022 साल 3 महिना 6 गते भइरहेको यस वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु र आयोजकप्रति हार्दिक आभार प्रकट गर्दछु। आजको यस वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ शिक्षा र संस्कारमा योगको भूमिका। शिक्षा भनेको केवल किताब पढ्ने, परीक्षा दिने र अङ्क ल्याउने मात्र होइन, शिक्षा भनेको जीवन बाँच्ने तरिका सिकाउने मार्ग हो। यसले हामीलाई सही र गलत छुट्याउन सक्नेमा क्षमता दिन्छ। हामी विद्यालयमा विभिन्न विषयहरू पढ्छौँ, तर साँचो शिक्षा भनेको आफूलाई बुझ्नु, अनुशासन पालना गर्नु र अरूलाई सम्मान गर्नु हो। ज्ञान तब मात्रै प्रभावकारी हुन्छ जब हाम्रो मस्तिष्क शान्त र केन्द्रित हुन्छ। सभाध्यक्ष महोदय, सोचमस्त कतिपय विद्यार्थीहरू इक्जाममा टप गर्छन् तर व्यवहारमा असल हुँदैनन्। किन थाहा छ? किनकि उनीहरूको संस्कार हुँदैन र संस्कार योग मार्फत आउँछ। म तपाईँहरू सामु केही प्रश्न राख्न गइरहेको छु। हामी हरेक बिहान आफ्नो अनुहार धुन्छौँ तर मन किन कहिले धुन्नौ? हामी हरेक दिन हाम्रो लुगा फेर्छौँ तर सोचाइ किन कहिले फेर्दैनौँ? आजको समाजको धेरै समस्याको मूल कारण संस्कारको कमी। केवल पढे लेखेको भएर कोही असल हुँदैन, उसको संस्कारले मात्र निर्धारण गर्छ उसको चरित्र। आजको बालबालिकामा, युवामा, शिक्षकमा योगको अभ्यास गरे भने ध्यान, अनुशासन जस्ता कुरा स्वयं आउँछन्, जसले शिक्षालाई गहिरो बनाउँछ, संस्कारलाई उज्यालो बनाउँछ। संस्कार भनेको अरूलाई गर्ने व्यवहार, आफूप्रतिको सम्मान र समाजप्रतिको जिम्मेवारी हो। यो जीवनको मूल जरा हो। यसबाट अनुशासन, आत्मसम्मान जस्ता कुराहरू छुटिन्छन्। यदि कुनै पनि विद्यार्थी सास गर्दै ध्यान गर्छ, सर्वप्रथम ऊ आफूलाई हेर्छ र आफूलाई चिन्छ, तबपछि ऊ अरूको सम्मान गर्न थाल्छ र त्यही नै हो संस्कारको प्रभाव। यदि कुनै पनि विद्यालयमा शिक्षक योग गर्छ भने विद्यार्थीले उसको बोलीबाट मात्र होइन, उसको व्यक्तित्वबाट पनि सिक्न सक्छ। यदि कुनै पनि घरमा आमा बुवा योग गर्छन् भने बच्चाले केवल योगासन मात्र होइन, जीवनशैली सिक्छ। विभिन्न विद्यालयहरूमा बिहानको योग प्राणायाम ध्यानलाई अनिवार्य गरेका छन्। किन थाहा छ? किनकि उनीहरू बुझ्छन् योग वृद्धिले दिशा देखाउँछ। यदि कुनै पनि विद्यार्थी नियमित योग गर्छ भने ऊ समयको कदर गर्छ, ऊ रिसको सट्टा धैर्य देखाउँछ, ऊ मै होइन हामी हो भन्ने सोच राख्छ र त्यो नै हो असल संस्कार। शिक्षा दिमागमा जान्छ, संस्कार हृदयमा जान्छ, तर योगले दुवैलाई नै जोड्छ। त्यसैले म तपाईँहरू सबैलाई भन्न चाहन्छु कि शिक्षा बिना संस्कार अधुरो, संस्कार बिना शिक्षा खतरनाक र योगले दुवैलाई नै सन्तुलनमा राख्छ। त्यसैले म भन्दैछु सभाध्यक्ष महोदय, डिग्रीले रोजगारी दिन्छ, संस्कारले सम्मान दिन्छ, तर योगले जीवन नै नयाँ दिन्छ। हामी दिनको 10 घण्टा पढ्न सक्छौँ तर 10 मिनट शान्त बस्न सक्दैनौँ। किन थाहा छ? किनकि हामी योगको अभ्यास गर्दैनौँ। सभाध्यक्ष महोदय, तपाईँ हामी सबै सुन्दर शिक्षा, असल संस्कार र स्वस्थ जीवन चाहन्छौँ, तर हामीले त्यसका लागि केही गरिरहेका छौँ। अनन्त म भन्न चाहन्छु कि हामीलाई शिक्षाले पढ्न सिकाउँछ तर योगले सोच्न, बुझ्न र बदलिन सिकाउँछ। शिक्षा र संस्कारले सार्थक बनाउने चमत्कारी तत्त्व हो योग। धन्यवाद।